आज चाहिँ म हाम्रो हरि भान्जाको घर आएको छु। यी टक्क टोयलेट बाथरुम पनि लिएर चिटिक्क पार्नु भएको रहेछ। ल हेर्नुहोस् पानी ननस्टप यहाँ टक्क नुहाउनुहुन्थ्यो हरि भान्जा विमल भान्जाहरूले। टक्क पानी बगिरहेको छ। घर यही हो, कमला दिदीको घर। ओ कमला दिदी त हुनुहुन्न, पोखरा पो हुनुहुन्छ। ल अत्यन्तै आहा सुन्दर घर। कोही बस्नु भएको छ कि बस्नु भएन है। पहिला पहिला हामी आएर यहाँ बस्ने खाने ठाउँ। यता यो भोगटे छ, यी भोगटे खोलिरहेछ। हरियाली छ, सुन्दर छ, सफा छ घर। चिटिक्क पार्नु भएको। किचन ले हेर्नुहोस् है, आगो बलिरहेछ। ल भान्जा तपाईँ तुरुन्त आएर यसलाई घरलाई व्यवस्थापन गर्नुपर्छ। यहाँ बोका हुन्थ्यो 2-3 वटा। नमस्कार म्याडम, नमस्कार। बोल्न हुन्न खै र सर?